Guys, welcome back to the end of the vlog of Lovin Tapako vlog ma अनि सबैजनालाई गुड मर्निङ इट इज नन एज कल्ड डे 3 इन बुटोल भैरवा अब चाहिँ मेरो चाहिँ हिजो त्यो केटाहरूले थियो नि त अब रिङ कस्तो पुरै उस भएको थियो हल्ले थियो नि त अब त्यो चाहिँ म बनाउन जान लाग्यो अब कता जाने भन्दाखेरि चाहिँ सुजल दोस्तीले थाहा छ उहाँ सुजल दोस्ती पनि आइसक्यो होइन भर्खरै अनि यहाँ बाइक पनि आइसक्यो मेरो बाइक चाहिँ यहाँ यो म चाहिँ धुम्पाकले आज खतरा बनाउँछु केटा आज बिहान जरा भिडी हान्छु मुला साग म 2 दिनसम्म हान्छु भनेको हान्ने पाएको छैन अब हामी यो हुइलीसिली गऱ्यौँ र यस्तो के अरे बाइक बनाएर दिन उडाउनेवाला छौँ त्यसपछि हामी लुम्बिनी जान्छौँ अनि त्यसपछि सोचौँ ल केटा के हो सुरुमा चाहिँ हाम्रो रिम बनाउँछ त्यो केटा हो त्यति अन्त लेप्छु बाई बाई ल गाजर अब चाहिँ हामी चाहिँ यहाँ के भन्छ अरे होटलबाट देखिसक्यो अनि अघि चाहिँ म चप्पल लिन गएको थिएँ अस्मिको लागि चाहिँ त्यो चप्पल चाहिँ लास्टै सानो भएर के त्यो भएर चाहिँ हामी फेरि चप्पल साट्न जानुवाला छौँ अनि चप्पल साट्नुभन्दा अगाडि चाहिँ सुरज दोस्ती चाहिँ मेरो हाम्रो एउटा अजय यादव दाई भन्ने अरे के त्यो दाई चाहिँ फेरि खुङखार हो अरे के नेपालको टप मिस्त्री भन्छ नि मतलब मिस्त्री त होइन जस आफ्नो केटाहरूको बाइक मगाइदियो थियो खतरा चाहिँ जस मलाई नि आफ्नो केटा सोचेर चाहिँ बाइक मगाइदिन्छु उसको पनि म भनेको छ त्यसले चाहिँ मेरो बाइक पनि यस्तो बनाइदिनु पऱ्यो अनि के भन्छ अब चाहिँ सुरुमा चाहिँ हामी पहिला खाजा जाम त्यसपछि चप्पल छाड्न जाम अनि सुरज दोस्तीले यादव दाईलाई लिएर आउँछ त्यसपछि हामी चाहिँ अनि के भन्छ अरे बाइक बनाउनेवाला छौँ चङ्गा केटा हो आज चाहिँ खत्रै उडाउनेवाला आज हामी बुटलबाट भएर हो त्यो बुटल जानुपर्छ केटा उडाउँदै ल एकछिनपछि अब सिधै खाजान ठाउँमा गएर भेटौँ केटा बाई बाई केटा हामी चाहिँ यहाँ चप्पल छाड्न आएको थियो कि अनि चप्पल चाहिँ जे अस्मिले लगाएर आएको थियो अनि यहाँ पसल अगाडि आएको त चप्पलै खोलिदियो कि किनकि के भन्छ अरे चप्पल लगाएको देख्यो भने चाहिँ यिनीहरूले फिर्ता गर्दैन भनेर देन केटा खाली खुट्टै हिँडिदिन्छ अब पसल चाहिँ उ त्यहाँ ल हिँडिन् छुट्टिन् भाग रेडी भाग छुट्टै हिँड्नु गाइजहरू अहिले चाहिँ हामी यहाँ छोले भटुरे अनि यो के हो पवन मिठाई पसल रहेछ कि यो चाहिँ काइन्ड अफ एकदम फेमस रहेछ बुटोल भैरवमा चाहिँ होइन मारवाडी भाइ लोकका अब यहाँ चाहिँ अस्मिली यस्तै खाइरहेको छ कस्तो हो यो कस्तो हो यो यसलाई चाहिँ छोले भटुरे भन्दा रहेछ अनि यो चाहिँ दुध मलाई यो चाहिँ सबभन्दा बवाल यो चाहिँ सबभन्दा बवाल यो चाहिँ 10 आउट अफ 100 रहेको यो चाहिँ बवालै रहेछ केटा हो यो चाहिँ कस्तो हो जस यहाँ चाहिँ जस्ट काइन्ड अफ भेजिटेरियन आइटम मात्रै पाउँदो रहेछ कि नन भेज खोजेको मैले कि केही नै पाएन अब म चाहिँ अघि नै खाइसकेको थिएँ अब यहाँ अस्मिले चाहिँ खाँदैन अब अस्मिले खाएपछि एकछिनपछि भेट्नुपर्छ केटा अब निस्किने बेला बाई बाई बुमान दिया ल केटा हामी चाहिँ भर्खर यहाँ खाजा निस्किसक्यो अनि जस खानेकुराहरू चाहिँ त्यस्तो एक्सपेन्सिभ चाहिँ थियो होइन तर एक्सपेन्सिभ पैसा हिसाबको चाहिँ के भन्छ खानेकुरा पनि थियो कि क्वालिटी के मतलब मैले चाहिँ जस खानाको भन्दा पनि क्वालिटीको पैसा तिरेर जस्तो फिल भयो कि मलाई चाहिँ त्यस क्वालिटी चाहिँ बवाली राम्रो थियो कि अनि के भन्छ अब चाहिँ यहाँबाट चाहिँ सुरज दोस्ती आइसक्यो अब यहाँबाट चाहिँ हामी सिधै मेरो बाइक बनाउनु जानु लाग्यो एउटा के अरे आयुष दोस्तीको घर अनि त्यहाँबाट चाहिँ हामी अब सोचौँला कहाँ जाने भनेर अब सुरुमा चाहिँ बाइक बनाऊँ के भन्छ यताउता हेरेर हारौँ होइन त्यसपछि सोचौँला नि केटा हो ल केटा हो हजुर अहिले चाहिँ हामी आज चाहिँ बोलको घर आइसक्यो अब मेरो रिम चाहिँ यहाँ यसरी खोलिसक्यो है अनि बाइक चाहिँ उहाँ यसरी कि बाल्टी माथि रहेछ अब बाइक पनि अब त्यस हामी चाहिँ यो टायर पहिला यो मेरो रिमको त हावा टायर खोलिन्छ अनि त्यसपछि एउटा ठाउँमा गएर त्यो स्पोकहरू कस्ने हो क्या त्यहाँ गएर स्पोकरहरू के अरे स्पोकर होइन यार त्यो तारहरू कस्ने हो स्पोक तारहरू त्यसपछि हामी आज मिठो उडाउनु मलाई चाहिँ यस्तो लुच्छ कि पुरै हल्दियो यार र त एउटा अलिपछि कता बाइक बनाउनु के अरे उतै हावा खाने ठाउँमा गएर भेटेर बाई बाई गाइजहरू मैले चाहिँ भर्खर मेरो बाइक चाहिँ उता के भन्छ त्यो साइकल बनाउने ठाउँमा चाहिँ त्यो रिम बनाउँछ क्या अनि त्यहाँ चाहिँ मैले छोडिदिइसकेँ जस्ट 5 बजी आइज नि अहिले टाइम भइसकेको छ 4 बजेर कति मिनट हो 12 मिनट भइसकेको छ अब चाहिँ म यहाँ केटा मैले एउटा नचम्मको कुरा थिएँ माको चाहिँ मैले यो देखेको थिएन यार मतलब देखेको थिएँ के भन्छ अरे किताब रियल लाइफमा देखेको थिएन किताब त देखेको थिएँ होइन केटा यहाँबाट फेरि यस्तो नि हुँदैछ यो क्रेजी यार है त्यही मेरो सनस्क्रिन लाग्थ्यो यार मेरो होला नि अनि केटा हो यस्तो है हरियाली तरेमा हरियाली चाहिँ केटा हो जस अहिले चाहिँ जे पर्फेक्ट वेदर छ तरेमा चाहिँ अब आउनु चाहिँ आयो हुन्छ यही बेला केटा हो अब एकछिनपछि मेरो बाइक त्यहाँ बनाउँदै देखाएको जस्तो जुम गरेर केटाहरूको बाइकहरू सबैको बाइक बनाउँदै भयो कि धेरै कति देखाएछ त नि र त्यही केटा आएपछि मेरो त्यो रिम लिन जाने बेला भेटौँला केटा बाई बाई सो गाइजहरू अब चाहिँ हामी एउटा बोतल फ्लिक च्यालेन्ज खेल्नुवाला छौँ अनि हार्ने मान्छेले चाहिँ यस्तोमा पिठी हान्छ यो प्ल्यार गरेर बोतल नै हामीले लगाइसक्यौँ अब लेट्स गो मेरो अपोनेन्ट चाहिँ हरिका तोक्जामस होजाइमस सोराइतो छट
आइज यहाँ आइज के गरेको बिस्तारै तल बसेर बिस्तारै हरिनो नान गर पानी बाबु लास्ट थोरै हो कि आरिकातो बिस्तारै रातो भइसक्यो बिस्तारै आन ल ल सबै हात हानेको है सबै हात मेरो कस्तो हात सबै हात चिटिङ गरे फेरि रातो भइसक्यो रात ओ माई गड जुन हामीले चाहिँ भर्खर एउटा फ्लिप के अरे बत्तल फ्लिप च्यालेन्ज खेलेको थियो अब गेम चाहिँ देखिसक्यो अब रिजल्ट हेरिदिउँ रिजल्ट चाहिँ यस्तो छ हल्का गम्भीर छ कतिर देखा नि देखा तान यसको खासै नदेखेको यार खै मेरो झन् नदेखेको छ यार बट एभ्रिथिङ इज लभ एन्ड वार यो वार हो मैले जितेँ यो वार चाहिँ किनकि मैले भक्कु हाल्ने केटा अब चाहिँ हामी रिम लिन जानु लाग्यो अब रिम लिन ठाउँमा गएर सिधै भेटौँ केटा बाई मजा आयो तिमीलाई हजुर मैले चाहिँ भर्खर त्यो स्पकको त्यो बनाएर चाहिँ आइसक्यो होइन मलाई चाहिँ यस्तरी बनाइसक्यो अब चाहिँ यहाँ टायर पनि फिटिङ गर्ने हो के अरे होइन अब आयो बाइक चाहिँ सिधै उडुछ होइन अनि मलाई चाहिँ कति रुपियाँ ल्याएर चाहिँ जस त्यो पुरै कसैको 500 रुपियाँ लियो अनि एउटा चाहिँ फुटिरहेछ कि मेरो त्यसको चाहिँ कति यार 100 रुपियाँ लियो त्यसको जस टोटल चाहिँ 600 रुपियाँ लियो अब चाहिँ जो सिधा उडिन्थ्यो केटा बाइक चाहिँ अब चाहिँ सिधा उडिन्थ्यो यार भगवान् यार प्लिज यार अब त्यति भन्दा अब एकछिनमा चाहिँ यहाँ बाइक बनाएको हेरौँ केटा त्यसपछि सोच्नुपर्छ के हुन्छ आज गाइज मेरो बाइक चाहिँ भर्खर यहाँ फाइनल रेडी भइसक्यो होइन अनि बाइकमा चाहिँ एउटा सानो प्रब्लम भनेको त्यो बिड चाहिँ ननिस्किएर रहेछ अहिले यता कता हो बिड चाहिँ यो हुन्छ नि एउटा यस्तो थोरै भित्र बाहिर रहेछ कि त्यो चाहिँ मिलाउनु पर्ने हुन्छ अब मेरो चाहिँ छक्कै सब भइसक्यो क्या तर म एकचोटि एउटा दाइले उडाउँछ अरे होइन मेरो बाइक चाहिँ नाम चाहिँ नभनौँ सरप्राइज म त फकर होइन कस्तो उडाउँछ अब यति हेरौँ अनि त्यस म एकचोटि उडाइरहेको छु सिधा होइन हेर त्यो एउटा सिधा अहिले बाइक डिजिएममा भेटौँ न बाई एकचोटि म पनि टेस्ट ड्राइभ हान्छु सुरुमा चाहिँ तर दाइले चाहिँ एकछिन पछि टेस्टै भन्छु रे मेरो चाहिँ सुरुमा टेस्टै भनौँ केटा हो सुरुमा चाहिँ म हानौँ न कस्तो सिधा बाइक थाहा भइहाल्छ नि अनि यसरी त सिधा नै है अब हेरौँ भगवान् आज प्लिज भगवान् आज मलाई लास्ट दिन बुटलको भइरो भएको यार आज एक दिन सिधा उड्दै भगवान् राइट केटा अब यताबाट गयो भने चाहिँ सुनौली बोर्डर पुग्छ अरे होइन यो चाहिँ सुनौली बोर्डरको मतलब के भन्छ यार गेट जस्तै हो सो चाहिँ इफ केटा भर्खर त्यो गेट छ नि देख्छ नि तिमीहरूले पछाडि मेरो त्यो चाहिँ सुनौली बोर्डरको गेट हो अरे के अब यहाँबाट चाहिँ सिर्फ 1 किलोमिटर छ अरे कि इन्डिया जस्ट इन्डिया जानु मलाई थियो कि तर मलाई अलिक डर लाग्यो कि इन्डिया जस्तो ठाउँमा चाहिँ होइन केटा त्यही भएर चाहिँ म इन्डिया चाहिँ यसपालि चाहिँ गएन अब म यतातिर यस्तो रमाइलो गर्छु आज एक दिन उडाउने भनेको अब बाइक सिधा त सिधै छ जस्तो लाग्छ के अरे अब हेरौँ यहाँ एकचोटि अब मिठो भिली हालौँ न अनि थाहा हुन्छ ल केटा म चाहिँ भर्खर त्यो आयुष भाइको घरबाट चाहिँ निस्किसकेँ अनि म आयुष भाइकै बाइकमा हो अनि म चाहिँ के भन्छ मेरो बाइक एकछिन उडाएको थियो कि हल्का ताने जस्तो फिल भएको थियो कि तर जे केही नै भएछ नि त्यस्तो साह्रो भन्थ्यो कि त्यो दाइले अब एकछिन त्यो दाइले पनि मेरो बाइक उडाएर हेर्छु भन्ने के अरे होइन को दाइ हो भन्दाखेरि त्यही एउटा दाइ म नाम त चिन्दिनँ अब त्यो दाइले चाहिँ मेरो बाइक उडाएर हेर्छु भन्ने के अरे अब हेरौँ कस्तो उड्छ केटा हो कता गयो ल केटा भर्खर केटालाई भेटिसक्यो केटाहरू चाहिँ पुरा पेट्रोल हाल्न गयो चाहिँ म त भागै गएको के अनि त्यो भएर अब खास ह्विली चाहिँ राम्रो उडेछ भन्ने के एकचोटि मेरो बाइकको चाहिँ अब एकचोटि हेरौँ कस्तो उडेछ बाइक सिधा उडेछ कि बाङ्गे उडेछ भनेर अब थाहा पाइहालिन्छ नि गफ हानको कि के हो भनेर ल हेर्दिम केटा हो ओए मेरो बाइक उड्यो ओए झर्योमा देख यस्तो बाङ्गे जान्छ यो बाइकले ओए अगाडि मान्छे छ ओए मान्छे बाङ्गे त बाङ्गे हो क्या बाइक यार खै किन हो किन यार यस्तो दुःख गर्दा नि यार लगेर हो अब यहाँ हेरिदिउँ ओए गियर चेन्ज ओए
छिट्टो गियर चेन्ज ओए गाडी गाडी ओए ए मा केटाहरु त कस्तो डर लाग्दा नि यार मान्छे अगाडि हैन त्यही पनि नझार्ने रे के उडाउने रहेछ माचिस के म फेरि त ओभर एक्टिङ किन ओए सिधा हान्दियो त मेरो बाइक त यार सिधा हान्दियो त कसरी गयो यस्तो ओए माचिस ए गाडी 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 ह नि ल एकडा मेरो बाइक उडेको देख्यो कस्तो बाङ्गो हो के बाइक त ओए मा केटाहरु लगेडा फेरि उडाउनु पर्ने बेला आएछ मेरो खै के भने मैले बुझेन तर ख्याल गर्नु भनेको थियो कि त्यति बुझेँ आमा यहाँ केटा फेरि यहाँ हेर न यहाँ डबल लोडमा स्कुटरमा यार केटाहरु त औडा यार पारा हुन्छ नि म त झ्याउै लागिसक्यो यार फक म्यान म कसम यत्रो टाढाबाट मुजी उडाउने भनेर यार उडाउनै पाएको छैन यार बाइकले गर्दा यार सायद यो बाइक अब बेचेर अर्को लिनु पर्ला जस्तो लाग्यो मलाई त केटा यार कसम यार म त हार खाएँ यो बाइक देखेर त कति बनाउने त नि बनाउने ओए अझै ए अन्त प्लेयर चेन्ज भएछ नि त केटा हो प्लेयर चेन्ज ओए तीन गियर माचिस ये आमा ये वे गाडी आयो वे रन मती माचिस यार के अझै बोय पनि है फेरि केटाहरु त ओए मा ओए उडेन अर्को चाहिँ ल ओए मा कस्तो सिफ्ट हान्दिन के यार घुमाऊ केटा हामी चाहिँ भर्खर हाइवेबाट भित्रबाट आइसक्यौँ किनकि उता चाहिँ हाइवेमा चेकिङ रहेछ क्या म थाहा पाएन किन फर्केको भनेर होइन पछि यहाँ भर्खर सुन्ने बित्तिकै चेकिङ रहेछ भन्ने रहेछ क्या त्यही भएर चाहिँ हामी यताबाट यसरी फर्काएर रहेछ केटा हो अब हामी चाहिँ यताबाट सिधै फेरि हाइवे निस्किन्छौँ यो गल्ली पनि सिधै हाइवे कन्ट हुन्छ नि त केटा हो अनि त्यो सिधै हाइवे निस्किन्छौँ फेरि उडाउनुवाला छौँ मैले त उडाउँदिनँ मा कसम मलाई पुग्यो भयो म बेजत भइसक्यो मेरो हात धेरै बरु अरूको बाइक एकचोटि मागेर उडाउनुपर्छ क्या हो है त्यही गर्नुपर्छ क्या हो ल हान्दिन ल केटा हो त्यो भर्खर अहिले ब्ल्याक एरम उडायो नि त्यो त चाहिँ फेरि नयाँ दाइ है यो अर्कै दाइले उडाएको हामीले चिनेको अस्ति आएको दाइ होइन अर्कै दाइ भर्खर आज आएको दाइ हो कि ओए हेर न कस्तो मिठो कन्ट्रोलमा हान्दिने यार यस्तै सिधा उड्यो बाइक मेरो ओए माचिसको खोल
कस्तो कुद्ने यार त्यो त यार नॉन स्टॉप व्हील यार ये आमा ये आमा वहीँबाट नन स्टप हान्न खाने यार त्यो माथि बाइक के अरे बाटो लास्ट जाम भयो कि कडा हो त्योहरू नले हान्नु मिलेन यार ओ माई गॉड दिस होटल वाज लभ यार दिस होटल वाज लभ ल केटा अब चाहिँ म चाहिँ आफ्नो बाइकमा चाहिँ उडाउँदिनँ भेन्चो लास्टै बेजत झ्याउलै लाग्यो कि मलाई आफ्नो बाइक देखेर त सायद म अलि पछि अब लुबिन थापा त आउँछ अब तिम्रो आउँछ ल यस LOVIN THAPA त एयरफोन लाएर हेरे बाबुहरू छाडा बोलेको सुन्दाखेरि यो अन्त सिधा भनेको म महाकसम बाइक बेचिदिन्छु केटा मलाई अति नै भइसक्यो यार त्यो बाइक देखेर यार म पागल भइसक्यो पागल अति नै हुँदैन पागल भइसक्यो पागल हेर्नु बाङ्गे गइसक्यो क्या बाइकै पुरै छ्यामा म त झ्याउै लागिसक्यो पोखरा गएको 1 हप्तामा तँ बाइक बेच्छु भ्यान चो हेर्दै जा कस्टम अर्को गाडी लिन्छु अनि टु मच बाइक यार लगडा हो यार उडेको हेर कस्तो चिप्लिँदो छ त्यसको टायर यार है गऱ्यो क्या चिप्लेर जान हे बाबु जा ल है यी हेर अब हेर लेफ्ट जान्छ बाइक भयो यो बाइकलाई बेच्नै पर्ने हुन्छ केटा मैले इफ उडाउनु म छ भने यो बाइकलाई म जसै बेच्नु पर्छ केटा ओए उडाइदियो त तैँले त यार मिठो उडाइदियो त यार मिठो उडाइदियो त यार अहिले त यार कसम तर बाइक जति जे भन्यो भने छैन मेरो बाइक सिधा उड्यो भने लास्टै लङ जान्छ कि कसम केटा उही रनमा त्यो फेरि चेकिङ हो क्या यो बाइक सिधा उड्छ तर त्यस्तो मैले हान्न नसकिने होला होइन तर मेरो बाइक त औडै लङ जान्थ्यो कि एकचोटि बाइक सिधा उड्यो भने त यार ओ सिधा हान्थ्यो त यार कसरी हानिदिन्छ कि सिधा फेरि घरिवरि सिधा हान्छ घरिवरि फेरि ओए के हानेको त्यो बाइक ओए के हानिदिएको ए भिडियोमा क्याप्चर भएन होला तर अँधेरो भएर यार तर साइको लङ हो क्या यार ए आमा गाडी आइमे गाजर अहिले चाहिँ हामी बुटलमा आएर यहाँ कोल्ड ड्रिङ्क खानु लाग्यो खास हामीलाई यो त भैरवमा एउटा के हो ठाउँमा खानु लाग्थ्यो त त्यहाँ चाहिँ यस्तो किम्बाक सिम्बाक भन्न पाउँदैछ कि अनि त्यही भएर हामी यहाँ बुटलमा आएर खादियो हो अहिले चाहिँ यो कोरियनहरू अझै खानेकुराहरू के मगाएन अनि अहिले भर्खर मेरो बाइक उडाएको चाहिँ यो दाइले है यो दाइलाई केटाहरूले हुन त कता न कता स्योर देख्यो होला होइन मा त्यो इन्स्टाग्रामतिर त के त्यो डेन्जरै लगाएको छ नि तँमा के भन्छ यार त्यो
त्यो के कसरी भन्ने होइन त्यो गियर चेन्ज गरिदियो त्यो निलो कलरको एक्सिडेन्टमा के डेन्जर हान्ने जियो दाई होइन अनि अर्को चाहिँ लोकको दाईहरू तिम्रो सबैले देखिरहेको होला भ्लगमा अहिले 1 दिन अगाडि होइन जस्तै एउटा अब चाहिँ त्यो सुरेश र अनि एउटा एजे बोय चाहिँ मेरो बाइक पङ्चर भएको छ त्यो बाइक आयो क्या हो सुरज है ए सरी यार सुरज चाहिँ बाइक मेरो पङ्चर बनाउनु छ अनि एकछिन आएपछि हेर्नुपर्छ के हुन्छ अब यार टाइम ल्यास बनाउँछु म साँच्चै यस हामी चाहिँ अब यहाँबाट चाहिँ निस्किहालेको केटाहरूले यहाँ भर्खरै नर आतङ्क हाने यार अनि हामी चाहिँ यहाँ खास के भन्छ अरे मेरो बाइक चाहिँ उधै रहेछ स्टिल के भन्छ अरे त्यहाँ बनाउनु दिएछ नि त अनि त्यही ग्यारेजमा छोडेर आएको केटाहरूले चाहिँ त्यस बाइक चाहिँ भइसक्यो हो अनि यहाँ चाहिँ खासै त्यस बिल चाहिँ कति 4,850 साथी यार महादार छ हुन त मान्छे अनुसार त्यो बिलहरूको ठिकै नै होइन केटा हो कता गयो केटाहरू कता उयो म्याचिङ त्यहाँ पो रहेछ ल केटा हो अब चाहिँ हामी सिधै मेरो बाइक लिन जाऊँ अनि त्यसपछि चाहिँ हामी सोचौँला के गर्ने भनेर केटा हो तर बाइक चाहिँ खै यार केटा के गर्ने यार म त औडा भन्छु यार बाइक देखेर त यार गाजरल चाहिँ हामी यहाँ पेट्रोल पम्पमा चाहिँ पेट्रोल हाल्न होइन हामी चाहिँ यस्तो के भन्छ अरे मेरो त्यो के भन्छ अरे त्यो टायर पङ्चर भएको थियो नि त माछा दिनमा आज 2 चोटि टायर पङ्चर बनायो यार त्यहाँ चाहिँ यसरी टायर पङ्चर बनाउँदै अब त्यहाँ चाहिँ एकछिनपछि हामी निस्किहाल्छ यार अनि अब हामी सिधै रुम जानेवाला छौँ अनि एकछिन उडाउनु ट्राई गर्छु म उड्यो भने तर म लास्ट बेजत भएको थियो यार भैरो आएर बिहान चाहिँ एकचोटि उडाउनु पाइनँ यार म आफूले भन्नु जस्तो यार केटा हो कस्तो भएर चाहिँ अस्मि तिमीलाई कस्तो भएर चाहिँ त्यही बेला अलिकति रुममा गएर भेटौँ बाई बाई यार थाहा तेरिका ल केटा मेरो बाइक चाहिँ फाइनली बनाइसक्यो अब चाहिँ हामी एकछिन उडाउनु ट्राई गर्छ केटा बिट चाहिँ अघि निस्केको थिएन नि त अहिले चाहिँ बिट निकालिसक्यो हामीले चाहिँ अब लेसी केटा एक भगवान् एक दिन त आज एक दिन त उडाउनु दे यार त कसम मलाई चाहिँ यहाँको दाइ चाहिँ एउटा के सजेसन दिनुहुन्छ भन्दाखेरि चाहिँ के अरे स्विङ्गाम फेर भाइ स्विङ्गाम फेरेपछि तिम्रो हुनसक्छ होला भन्दै थियो अब एकचोटि अरूको स्विङ्गम पनि हालेर ट्राई गर्छु केटा म भयो नि त भयो के थाहा भयो भयो केटा हो ल फेरि एउटा मिठो हुइल्यो है त कार्बेटरले साथ दिएछ न मलाई केटा हल्का यार अहिले छ्याबे बाइक सिधा उनी बेला कार्बेटर फक भइदिन्छ यार है कार्बेटर भुलुल गरिदिएर यार वाइल पड्क्यो कार्बेटर यार यता खिचिदिन्छु म पहिला है झऱ्यो यता फेरि यार एउटाहरू छोडेन यार बल्ल सिधा उडेछ हल्का बाइक यार चाहिँ बोइ उडाइदिइहाल फेरिमा आयो चलफल दिँदै लामो कार्बोरेटर यार ये औडा पड्क्यो यार कस्तो पड्केको कार्बोरेटर मेरो
प्याट प्याट भएको थियो कि त्यो यार यहाँको ट्युनिङ एल्टिट्युडको फरक नै पर्दो रहेछ कि बोल सिधा त सिधा उडेको बाइक तर औडा पड्क्यो केटा यार तिमीले दाइ थाहा दिइसक्यो होला ओ केटा अगाडि पुलिस यार अगाडि पुलिस तिमीले देख्यो केटा अगाडि पुलिस यार केटा अगाडि पुलिस ओए मा धन्दै काबाट फक भयो यार अगाडि पुलिस थियो केटा यार ओए मा ओए कस्तो पड्केको बाइक त्यहाँ भर्खरै ला मेरो पेट्रोल सक्यो वाइ 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 पेट्रोल सक्यो क्या हो केटा भर्खर चाहिँ त्यहाँ चेकिङ थियो नि त अनि चेकिङबाट हामी भागेर आएको थियो कि यता कता कता भित्रभित्र लुकेर पस्यो हामी होइन तर मेरो बाइकको पेट्रोलै सकिएछ कि त्यही भएर टेन्सन भुरपुराएको छ हुन त एल्टिट्युडले फरक पार्छ होइन तर पेट्रोल चाहिँ सकिएर चाहिँ केटा यार ए मुला साग कस्तो पुलिसको अगाडि रोकेन भने पुलिस त्यहाँ उयो रोक्यो केटा ऊ त मन्दिरमा पुलिस थियो भने हाम्रो बाइक यहाँ थियो कि त्यति छुट्टीमा रोकेको दाइले बिचार धकाउँदै हालेरसम्म लिएर यार केटा अब चाहिँ हामीले बोतल खोजिदियो अब बोतल खोजेपछि हामी पेट्रोल हालेर फेरि भागिहाल्नुपर्छ यार थैमा पुलिस आयो त ल्याङ हुन्छ केटा हो अहिले चाहिँ भेटौँ अब पेट्रोल हाल्ने बेला कहाँ हो ल केटा बोतल नि पाइसकेको छ अब हेरौँ के हुन्छ थैमा चिज औडा यार म पैसा दिन्न त्यही पनि थ्याङ्क यू यसको बाइक त्यो नै छैन फेरि कि बिचरा यो बाइक अझै फेरि डेन्जर माइलेज दिँदा फक रहेछ केटा यसको केटा मैले चाहिँ भर्खर गाइजहरूलाई चाहिँ भेटिसक्यो होइन अनि गाइजहरूकोबाट नि यहाँ अगाडि एउटा कता गयो अहिले नि हामी बारी पछाडि लुकेर बसेको छौँ यी ठ्याक्कै एचजे बहिनी भेटिसक्यो एचजे बहिनीको बाइक चाहिँ लैसक्यो ऊ पछाडि चाहिँ यस्तो होटेको नजारा होइन डर लाग्यो आज त यार ल त्यो केटा अब चाहिँ पेट्रोल हाल्छ मेरो बाइकमा अब सिधै गोप्रोमा फिडेरमा बाई बाई इजिए भन्न पनि केटाहरूको बाइकै रोक्यो जस्तो लाग्यो केटा मलाई त्यहाँ यार रोक यसो चेकअप भनेर पनि के भएछ यार केटाहरू आउँदै आएन कि म झन् कुरेको बाटो नचिनेर केटाहरू त आउँदै आएन यार ल केटा अब फेरि एउटा तनाव भयो यार अब चाहिँ हामी भाइ अफकोर्स हामी यहाँबाट भाइसकेको थियो होइन तर यो दोस्तले चाहिँ यस्तो धुलो भयो भनेर रोकेको चाहिँ रोक्यो भयो यार यहाँ चाहिँ केटाहरू यसको चाहिँ ब्याट्री डाउन भएर यहाँ धकाल देखेँ यार दोस्ती के भयो दोस्ती तिमीलाई ए भाइ यो त म त चिन्दै नचिने यार बिचराको रिम फेरि केटा मैले फोटो पानी हालिदिन्छ होइन दोस्तै भयो बिचरा त बाइक चाहिँ डेन्जर टल्की खाएरमा कसम बुटोको केटाहरूको ग्राफिक चाहिँ बबाल हाल्दा यार मिठोवाला ग्राफिक के है नयाँ ग्राफिक आउँदै अरे फेरि अब चाहिँ कालो नहाल्यो भने चाहिँ तिमीलाई कालो अलिक सताए जस्तो हो कि ल केटा ल केटा अब यहाँ बाइक धलिन चाहिँ मेरो बाइकले उतो बाइकलाई अनि त्यसपछि हेरौँ केटा ल मेरो बाइक स्टार्ट नभइदिएको कि फेरि टेन्सन भयो ल केटा जोडौँ ल यस्तो स्थिति है फेरि ल केटा हामी चाहिँ यहाँ ठ्याक्कै होटेल अगाडि आएको थियो अनि बाइक चाहिँ के भन्दाखेरि चाहिँ दाइ के भएछ बाइक चाहिँ पेट्रोलै सकियो यसुको नाममा यसुको नाममा के भएछ यहाँ ल खै पेट्रोल हेरिदिउँ त केटा हो अलिकति चाहिँ त्यो उहाँ सुनाउनु जानु सकिन्छ ओ तिमी सुनौलीबाट हो होइन दाइहरूलाई छोड्न के ए दाइहरू फेरि सुनौलीबाट हो ल म्याच ल केटा हो यहाँ पेट्रोल के हुन्छ जुगाड हालौँ ए फेरि हङकङ जानु लाग्यो के अरे पर्चुगल जानु लाग्यो जस्तो सोल्टिएर छिटे यार ल केटा अहिले भेटौँ ल के हुन्छ यहाँ फेरि गाइज जस्तै एन्ड अफ द टुडेज ब्लग होइन अनि आज चाहिँ कसम सुरुमा जाने बेला त लास्टै बाङ्गे बाइक लास्टै फकाउ परेको थियो होइन तर फर्किँदा चाहिँ खै कुनै फर्किँदा साथ चाहिँ मैले त्यो बाइकको चाहिँ बिट मिलाएको थिएँ कि त्यो टायरको चाहिँ त्यही भएर कस्तो बाइक चाहिँ सिधा राम्रो उडेको थियो बाइक चाहिँ तर कारबाट चाहिँ अफकोर्स फकै थियो होइन सायद पेट्रोल सकिन लाएर पनि त्यस्तो भएको होला केटा थाहा भएन एक्ज्याक्टली भोलि थाहा हुन्छ अब पेट्रोल फुल हालेर होइन अनि त्यो आज लुम्बिनी जाने भन्थ्यो केटा साँच्चै आज लुम्बिनी पनि जान पाइएन आज यसै हावा भयो ढिलो भयो अब भोलि चाहिँ बिहानै उठेर भयो भने लुम्बिनी जान्छु म लुम्बिनीको दर्शन गरेर हो मने पेमे हो भन्छु म त्यसपछि भोलि बिहान लुम्बिनी गएर चाहिँ हामी 1 बजीतिर चाहिँ पोखरा फर्किनुपर्छ केटा लास्ट मलाई आफ्नो होम टाउन लेक साइडको त्यो बुलडग कफी ब्रेकमा गएर तालको भ्यूहरू त्यहाँ आगो ताप्दै यस्तो काट्नु मन लाग्यो केटा यार आई मिस पोखरा यार यहाँमा मलाई कहिले पोखरा जानु जस्तो त्यस्तो पोखरा जानु जस्तो भएको छैन जस बुटोल भइरहेको केटाहरूले डेन्जरै माया गरिरहेको छ मलाई यार यहाँमा आफूले नखाइ नि मलाई खुला होइन आफू टाइम भएको छैन त्यही पनि मेलै भनेर आइदिएर लास्ट सपोर्टिभ गरिरहेको केटा यार तिमीहरू पोखरा भने कसम केटा होइन म मेरो घर बेचेर भयो भने तिमीलाई डेन्जर खुलाउँछु कि मादर चाहिँ त्यही केटा हो ल अब त्यति भन्नु आज चाहिँ अब भोलि चाहिँ म लुम्बिनी जान्छु अनि त्यसपछि पोखरा पनि जानु हो त्यति केटा हो टिल देन स्टे सेफ स्टे क्लिन छुट्टी आएको भ्लगमा भेटौँला केटा बाई बाई